नमस्कार सर। नमस्कार। म बैंकबाट बोलेको। सरको बैंक खाता अपडेट गर्नुपर्ने छ। मैले भनेअनुसार गरिदिनु होला। ए हस्। सर जन्ममिति राख्नुहोस् त। जन्ममिति राखेँ। हजुर अपडेट भयो। सर तपाईँको फोनमा म्यासेज आएको छ। आयो। सर म्यासेजमा भएको ओटिपी नम्बर मलाई सेन्ड गर्नुहोस् त। ओटिपी नम्बर? तपाईँलाई ओटिपी नम्बर मैले किन दिने? तपाईँ को हो? ओहो, यो त फेक कल पो रहेछ। धन्नै ओटिपी नम्बर दिएन छु। तपाईँहरू पनि यस्ता घटनाबाट जोगिनुहोस् है। अनलाइन वित्तीय कारोबार गर्दा सतर्क रहनुहोस्। पासवर्ड बलियो राख्नुहोस्। समय समयमा परिवर्तन गरिराख्नुहोस्। ओटिपी, पासवर्ड लगायत गोप्य जानकारी साझा नगर्नुहोस्। इन्टरनेटको प्रयोग पश्चात सधैँ लगआउट गर्नुहोस्। शङ्कास्पद व्यक्ति, आइडी, फोन नम्बर, इमेल आदिलाई ब्लक गर्नुहोस्। सुरक्षित इन्टरनेट बारे सचेत रहौं। नेपाल सरकार विज्ञापन बोर्ड।